सम्पत्तिहरू उहाँको थिएन। उहाँ चाहिँ पुरा त्यो उसको बुवा मम्मी कोही पनि हुनुहुन्थेन। उहाँ अनाथ जस्तै हो। अनि त्यही भएर ल ठिकै छ नि त, ऊ पनि अनाथ हो, तिमी पनि अपाङ्ग छौ भनेर अनि फुपूले बिहे गरिदिनु भएको थियो। अनि त्यही भएर कसलाई पक्रिने कसलाई खोल्ने कहाँ गयो थाहै छैन। 12 वर्ष भइसक्यो सँगै 2 महिना त थियो। त्यही भएर ल हामीहरूले यहाँ हजुरहरूलाई यसो के खानेकुराहरू होइन, चामल चाउचाउ, यहाँ काउलीहरू, आलुहरू, यहाँ नुन मसला तेल दाल चिनी सबै थोक ल्याइदिएका छौँ होइन। बाबुलाई खानलाई चाहिँ बिस्कुटहरू चियाहरू सबै थोक ल्याइदिएको छ। अब ठिकै छ नि, अब थाहा भयो देखियो होइन। अब आउँदै गरौँला यसो बेला बखतमा टाइम मिलेको बेलामा। अब के गर्नु, अब यही त हो नि होइन। अब हामीले पनि हामी पनि उहाँदेखि आयौँ। अब उहाँ दाइ भाउजूले एकचोटि जाऊ न त, जो गएर भेटेर आऊ, मलाई त्यस्तो समस्याहरू छ भनेर भन्नु भयो होइन। त्यसैले गर्दाखेरि हामी आयौँ, हजुर भेट पनि भयो। अब यसो टाइम मिलेको आउँदै गर्छौँ नि है। हामी त फर्की पनि हाल्नुपर्ने। ए आजै फर्किनु हुने? हजुर आजै फर्किनु। हुन्छ, उहाँबाट आउनुभयो दुःख होइन नि, दुःख त के को दुःख नि, त्यो त बाबु चाहिँ कति राम्रो है। के नाम हो बाबु? रियान। रियान के भट्टराई चाहिँ उसको बाबा हो। तर अहिले जन्मदा त अब मेरैबाट भनौँ नि त, खड्कैबाट। त्यही त मैले त सोधेको अनि चिनेनन् क्या। रियान भट्टराईको घर कता भएर सोधेको, देखाएन। यता छैन भट्टराई, उतापट्टि पारिपट्टि देखाउँदै थियो मलाई। मैले पनि होइन थापाचोकबाट पछि भन्नुभएको छ उहाँहरू भने। आँखा आँखाले पनि चिन्छ, आँखा त्यो। अनि मैले भने उहाँहरूलाई, उहाँलाई भने पनि। बाबु चाहिँ हिँड्छौ? अलिअलि अलिअलि। म चाहिँ अलि सक्दिनँ, अलिअलि हिँड्छ। म चाहिँ यता बाहिर अलिक गाह्रो हुन्छ मलाई। बाबु जन्मिँदै त्यस्तो हो कि दिदी? पछि जन्मिँदै है। यहाँ घरमा चाहिँ हजुरको बुवा मम्मी पनि बस्नुहुन्छ? हजुर, डेडी मम्मी अहिले पाहाड जानुभएको छ। डेडी मम्मी हुन्छ, डेडी मम्मी हामी 2 जना। भाइ पनि छ। भाइ चाहिँ के गर्नुहुन्छ? भाइ होइन, बेग्लै बस्छ भाइ, हामीसँग होइन। भाइ बुहारी बेग्लै हो। तपाईँलाई बस्ने एउटा कोठा दिएको छ यहाँ? हुन्छ, त्यही किचन त्यही हो। कति राम्रो फुल रोप्नु भएको रहेछ, आफैले रोप्नु भएको हो? हजुर, मम्मीहरूले सबैजना मिलेर। ल अब हामी निस्किनु पर्ने ढिलो हुन्छ। हुन्छ।